उनीहरूलाई विभिन्न किसिमको अवसरहरू प्रदान गराउनुपर्छ। अहिले नेपालको विक्रम सम्म 2078 सालको तथ्याङ्क हेर्ने हो भने हाम्रो देशमा महिलाको जनसङ्ख्या 51.5% रहेको छ, जसबाट के पुष्टि हुन्छ भने हाम्रो देशमा पुरुषको तुलनामा महिलाको जनसङ्ख्या धेरै छ। जनसङ्ख्या धेरै भएर के गर्ने हो र महोदय, हाम्रो समाजका महिलाहरू अहिले पनि पुरुषको हात कर्फ्यू गर्न पनि हिँड्न बाध्य भइरहेका छन्। आखिर यो सब कहिले सक्छ? म प्रश्न गर्न चाहन्छु हाम्रो सभाध्यक्ष महोदयलाई। हाम्रो समाजमा महिलाको वर्तमान अवस्था हेर्ने हो भने महिलाहरू बच्चा जन्माउने र घरको चुलो सम्हाल्ने एउटा साधनको रूपमा मात्र प्रयोग हुन आइरहेका छन्। महिलाका लागि अधिकारहरू नभनेका होइनन् महोदय, अधिकारहरू त धेरै भनेको ती व्यवहारमा लागू हुन सक्छन्। अब यसमा गल्ती कसको त? महिलाहरू त्यतिसम्म कहाँ हो र महोदय? महिलाहरू विभिन्न किसिमको घरेलु हिंसाबाट समेत गुज्रिरहेका छन्। कहिले दाइले नल्याएको निवारण दिन्छन् त कहिले छोरा जन्माउन नसकेको न्युमा। 18 वर्ष मुनिका बालिकाहरू त बलात्कृत समेत भएका छन्। नाममा त निर्मला पन्तको अघि आएको, यदि हाम्रो समाजको अनुसन्धान गर्ने हो भने त त्यस्ता निर्मला पन्तहरू हजारौँ भेटिन सक्छन्। हाम्रो समाजमा महिलाको यस्तो वर्तमान अवस्था देख्दा त म एक स्वयं नारीलाई नै दया जागेर आउँछ। बिहान घरबाट निस्किएकी छोरी सानो घर फर्किने हो कि होइन भनेर बुबा आमालाई यस्तो टुङ्गो समेत हुँदैन, र फर्किए भने पनि कस्तो अवस्थामा फर्किने त्यसको पत्तो पनि हुँदैन। त्यति मात्र कहाँ हो र महोदय, हाम्रो समाजमा त महिलाहरू युगदेखि पीडित हुँदै आइरहेका छन्। सती प्रथाबाट माथि उठ्न सके पनि अहिले पनि हाम्रो समाजलाई हेर्ने हो भने महिलाको अवस्था गइरहेको देखिन्छ। श्रीमान बिताएको सबैबाट अपराधित गरेर बस्ने अवस्था रहेको छ भने त्यही अर्को खालको श्रीमती बिताएको 45 दिन नपुगेको श्रीमानहरूको विवाह गर्ने सोच जान्छ। महिलाले जन्मेको खेलाउन हाल्ने महिलाले संसारलाई जन्म दिन्छ त कुनै बच्चामा आश गरेको मृत्युका मान्दछ। तर हाम्रो समाजमा भएका निज साथीहरूले गर्दा महिलाको जीवनलाई अन्धकार कन्टिन्यू पुगेको छ। विकासशील पुरुषहरूलाई जसले गर्दा महिलाको जीवन एउटा जिउँदो लास गर्न सकेको छ र उनीहरू अहिले पनि हाम्रो समाजमा ठुला सिंह हिँडिरहेका छन्। हाम्रो नानी पनि यति बस्नुपर्ने उनीहरू पनि देख्न बाध्य रह्यो। भन्छ महिलाको अनेकौँ रूप छन्, महिलाका छोरी, श्रीमती, काकी, बुहारी भन्ने अनेकौँ भूमिकाहरू निर्वाह गर्छन्। महिलालाई धरतीसम्म मानिने नारी जातिमा अथाह शक्ति लुकेर बसेको हुन्छ। त्यसो उदाहरणको रूपमा हेर्ने हो भने हाम्रो सुर्खेत जिल्लाबाट पहिलो महिला पाइलट सफल गर्न भने पहिलो पाइलट गर्न सफल भएकी सृजना राउत हाम्रो देशको राष्ट्रपति विद्यालय भन्नाले पनि एक महिलाको हुन्। उनीहरू महिला भनेर सबै गर्न सक्छन् भने हामी के गर्न सक्छौँ? नारी सोच कमजोर भएको हामी कमजोर होइन। त्यसैले आज यो संसारमा आएको भन्दा पहिला महिला हामीले विश्व र हामीमा अथाह शक्ति लुकेको छ र हामीमा अथाह शक्ति लुकेको छ भने थाहा हुँदा चाहिँ हामी मौन गर्नु हाम्रो मूर्खता। त्यसैले पछि विधि गर्ने हो। हामी सबै मिलेर हाम्रो न्यायको लागि आफ्नो संविधान सबै मन्त्रीबाट पुरा हुँदैको अर्थ र प्रथम को हुनसक्छ यहाँले अनुमान गरिसक्नुभयो होला। यहाँहरूको अनुमान पनि मिलेको छ। गुरुबाकोट युनाइटेड बोर्डिङ स्कुलबाट सगुन थापा प्रथम स्थान हासिल गर्न सफल हुनुभएको छ र प्रथम स्थान हासिल गर्ने बहिनीको प्राप्ताङ्क रहेको छ 34.4 छ। यहाँहरू सबैले कसैको प्रस्तुतिकरण हाम्रो थियो भने त्यहाँभित्र रहेका विषयवस्तुहरूको वर्ग सबै कुरा हेरेर मूल्याङ्कन गरिन्छ। अब राम्रो प्रस्तुति गर्ने कला भए तापनि विषयवस्तुको गहिराई त्यहाँ प्रस्तुत गरेका तथ्याङ्कहरू उदाहरणहरूका आधारमा पनि मूल्याङ्कन हुन्छ। त्यसैले हामीले सबै कुरालाई आधार गरेर मूल्याङ्कन गरेका छौँ। यहाँ सबैलाई बधाई छ र आगामी दिनमा सबै भाइ बहिनीहरूलाई थप सफलताको शुभकामना दिन्छु। धन्यवाद।